हेलो साथीहरू, म चाहिँ अब दमौलीबाट पोखरा फर्किन लागेको पार्ट 3 मा है। फेरि अस्ति 2 मा थियो, आज पार्ट 3 मा हामी काम सकेर मेटलको कामहरू भ्याएर अनि यो दमौलीको बजारबाट हामी निस्किँदैछौँ बसमा जाने हो। गएर पहिला मोमो खाएर खाँदाखेरि देखाउँछु। मोमो नि खाएको नि तपाईँहरूलाई देखाउँछु। साथीहरू के गर्ने, अब यस्तै छ काम भनेको हामीलाई काम नगरी पुग्दैन, सधैँ काम नै गर्नुपर्छ। यो चाहिँ दमौलीको बजार हेर्नुहोस् साथीहरू, कति रमाइलो छ। अझ यहाँबाट तलतिर त झन् दामी नै छ। ब्लग बनाउँदै हो। तपाईँहरूलाई कस्तो लाग्छ मेरो लाइक र सब्सक्राइब गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला। अबे गाडी कति कुदेर आएको आफूको लागि समापन ए हेर्नु, यहाँ तलपट्टि खोला छ, पुलमुनि डेन्जर माछा हुन्छ। पिरन्ना, यहाँनिर पिरन्ना माछा यत्रो खानै नसक्ने।